नमस्कार। हाम्रो राप्ती एफएम विशाल न्यूज र पालिका पानाको लागि ग्राउन्ड स्टोरीको प्रस्तुतिमा तपाईँलाई स्वागत छ। कमान्डरसँग विशाल बहस हामीले तपाईँको लागि प्रस्तुत गर्न गइरहेका छौँ। तपाईँले मेरो फ्रेममा देखिसक्नु भएको छ। यतिखेर नेपाली कङ्ग्रेसका चितवन क्षेत्र नम्बर 1 का उम्मेद्वार राजेन्द्र प्रसाद बुर्लाकोटीका चुनावी कमान्डर किरण भूषण ओली हामी समक्ष हुनुहुन्छ। यहाँलाई स्वागत छ। धन्यवाद। नमस्कार। प्रेसर जस्तो सुरुमा गएको निर्वाचन 79मा चाहिँ नेपाली कङ्ग्रेसले प्रदेशमा पनि अनि सङ्घमा पनि हार बिहोर्नु पर्यो होइन। त्यतिखेर चाहिँ कङ्ग्रेस फुटमा थियो, अहिले चाहिँ कङ्ग्रेस जुटमा छ भन्ने चाहिँ हल्ला हो या एउटा हुइम हो अथवा यो चर्चा चाहिँ बजारमा छ? यो खास के हो, यसमा प्रश्न पारिदिनुहोस् न। यो वास्तविकता हो। अहिले कङ्ग्रेस जुटेको छ। यतिखेर चाहिँ नेपाली कङ्ग्रेस जुटेर निर्वाचनमा होमिएको हो भन्ने खालको जुन चर्चा मैले बजारमा पनि सुनेको छु, चिया गफ भनौँ न होइन, यो वास्तविकता हो या नेपाली कङ्ग्रेसको अवस्था चाहिँ कस्तो अहिलेको लागि? एकदम वास्तविकता हो। मैले जब यो सम्पूर्ण साथीहरूले हजुर यो निर्वाचनको संयोजन तपाईँले गर्नुपर्छ भनेर कुरा आयो, मैले यो गर्ने क्रममा धेरै साथीहरूसँग भेटेँ। सबैसँग मैले एउटा कुरा के पाएँ भन्दाखेरि जब हाम्रो गगनजी पार्टीको चाहिँ सभापति बन्नुभयो र उहाँको धारणा विचारलाई मलाई लाग्छ अधिकांश साथीहरूले एक्सेप्ट गर्नुभयो। त्यसमाथि पनि यो 1 नम्बर क्षेत्रमा त 100%ले गगनजीलाई साथ दिएको हिजो। म आफै क्षेत्रीय सभापति आफैले संयोजन गरेर पनि त्यो कर्म गर्न मैले पाएँ। र एउटा कुरा तपाईँलाई मैले भन्नै पर्छ, हिजो म आफै उम्मेदवार हुँदाखेरि पनि मैले सायद मिलाउन सकिनँ। त्यो मेरो कमजोरी थियो या के थियो, अब त्यो कुरा बितेको कुरा छोड्यो। तर आजको दिनमा मैले एकजना पनि पार्टीको नेताहरू साथीहरूमा बेमेल भएको अथवा फुटको कुरा मैले सुनेको छैन अहिले पछिल्लो यो चोटि। भने राजेन्द्र दाइले धेरै मेहनत गर्नुभएको छ पार्टीमा, दुःख पाउनुभयो। 2-2चोटिसम्म चुनावमा पराजय पनि भोग्न पर्यो। तर पनि तपाईँले देख्दाखेरि अलिकति बुढो देख्नु भएको छ अथवा काम गर्न सक्ला र भन्ने जस्तो सोच्नु भएको छ नि। उहाँसँग जति एउटा काम गर्न सक्ने इच्छा शक्ति मैले अर्को मान्छेमा देखिनँ। यदि उत्साहित हुनुहुन्छ, हिजो एकदमै 18 अवस्थामा पनि काङ्ग्रेसलाई जुन बेलामा हामीले जित्दैनौँ भन्दाखेरि पनि पार्टीलाई बचाउने भित्रको मान्छे हुनुहुन्छ। उहाँले हिम्मत गरेर पार्टीको तर्फबाट उम्मेदवारी दिनुभयो र पछाडिको अवस्थामा पनि थोरै बेमेलहरू देखिए। यसपालि बेमेल छैन, कहीँ पनि बेमेल छैन। रत्नगर खैरेनी कहीँ पनि बेमेल छैन। र चुनाव जित्न तपाईँले भन्नुभयो चुनाव जित्ने आधार के भनेर। अब सबभन्दा पहिला पार्टीमा एकता छ, यो सबैभन्दा ठुलो महत्त्वपूर्ण कुरा थियो। यो एकता भाँडिने अवस्था देखेकै छैन। अनेस्टली भन्छु, भाँडिने अवस्था देखेकै छैन। म साथीहरूलाई एकदम च्यालेन्ज गर्छु, यति मिठो संयोजन गर्न पाइएको छ कि तपाईँको कहीँ पनि जस्तै अहिले हामीले हिजो चुनावमा खर्च अलिअलि हुन्छ, तपाईँलाई थाहा छ। तर यसपालि अहिलेसम्म आज 3 गते भयो शिवरात्रिको दिनहरू। म त अलिकति फेरि शिवभक्त, आज म झुट बोल्दिनँ अथवा झुट बोल्ने त मेरो बानी नै छैन। तथापि म आज के भन्छु भन्दाखेरि हरेक वडाका साथीहरू हिजो लग्न खर्च पठाइदिनु पर्यो, यसो उसो दुनियाँ कुराहरू गएको चुनाव। अहिले आफै खर्च गरेर राम्रो यस्तो मासु भात अथवा चाहिँ जो मदिरा सेवा इत्यादि सबभन्दा र आवश्यक कुरामा भन्दा तपाईँ यहाँ नजिकै झन्डा हेर्नुहोस्, यो झन्डा बनाउने काम भएको छ।
पार्टी सभापतिको फोटो पठाउने काम भएको छ, मतदाता नामावली प्रिन्ट गरेर पठाउने काम भएको छ, अरू केही पनि छैन। सबै आफैले व्यवस्था गर्नुभएको छ। हरेक वडाका साथीहरूले यति उत्साहित हुनुहुन्छ कि यो चोटि हाम्रो एकताले हामीले चुनाव जिताउनुपर्छ भन्ने एउटा चाहिँ नि हामीलाई समेत, म त हेर्नुहोस् मैले सिकेको छु धेरै। यस्तो वातावरण पैदा भयो गगनजीको यो उसले, महाधिवेशन, यो विशेष महाधिवेशनले पार्टीमा साथीहरूमा यस्तो अभूतपूर्व एकताको चाहिँ एउटा लहर पैदा गर्यो कि काङ्ग्रेस बदलिएर हर कुरामा बदलेर, चाहे हाम्रो आन्तरिक साङ्गठनिक कुराहरू होस्, चाहे बाहिर चाहिँ गगनजी, हाम्रो पार्टी सभापति गगनजी भनेको एउटा मान्छे जसमा 50 वर्ष मुनिको मान्छे मात्रै रहनु भएन कि, उहाँ एउटा विचार बन्नु सकेको छ। उहाँ एउटा लक्ष्य सहितको अगाडि बढ्नुभएको छ। मेरो कार्यकालमा मैले पार्टीलाई यो अवस्थामा पुर्याउँछु, मैले देशलाई यो अवस्थामा पुर्याउँछु। अहिले सुधारेर आएको काङ्ग्रेस नवीनतम विचारले चाहिँ अगाडि बढेको नयाँ काङ्ग्रेस बनेर देशलाई एउटा चाहिँ नि लक्ष्यमा पुर्याउनु छ, डेलिभरी दिनु छ भन्ने सोचका साथ अगाडि बढ्नुको कारणले गर्दाखेरि मलाई एकदम खुसी लागेको छ। जस्तो यहाँ 74मा स्थानीय तहको नेतृत्वको लागि उम्मेदवारी दिनुभयो, 79मा प्रदेश 1 को लागि तपाईँले उम्मेदवारी दिनुभयो, क्षेत्र नम्बर 1 को लागि दिनुभयो। अहिले क्षेत्र नम्बर 1 भरेकै कमान्डर भएर घर घरै भएको छ होइन। यहाँ व्यस्त समयबिच पनि हाम्रो समय दिनु भएको छ। यहाँले तपाईँले रत्नगर, खैरनी र राप्तीका थुप्रै घरमा पुग्नु भएको छ नि। तपाईँले ठुलो जनचासोको मुद्दा चाहिँ के रहेछ भनिरहेको हो? मलाई एउटा के छ भने साथीहरूले अहिले परिवर्तन चाहेका छन्। यो सुशासन, भ्रष्टाचार रहित समाज केही मागेकै छैन, विकास त भइ नै हाल्छ। अनि गगनजी अहिले यसरी सबै मलाई पार्टीका साथीहरू मात्रै होइन, अहिले आम जनमानसमा पनि एउटा के चेतना आयो भन्दाखेरि 9 महिने उहाँको चाहिँ जुन एउटा स्वास्थ्य मन्त्री हुँदाखेरि उहाँले ल्याउनु भएको चाहिँ एउटा योजना थियो नि, स्वास्थ्य बिमा सम्बन्धी योजना, र अहिले त आफैले यसलाई चाहिँ नि गौरवशाली योजनाको रूपमा पार्टीले यसलाई दिन्छ। 5 वर्षभित्रमा कुनै पनि नेपालीले चाहिँ नि जुनसुकै प्रकारको रोग किन नहोस् बिना पैसा उपचार राज्यबाट प्राप्त गर्न सक्छ भन्ने कुरामा धेरैजना फोकस छ, धेरैजनाले चासोको रूपमा हेरेको छ। र यसको लागि हाम्रो सभापतिजीले एउटा स्पष्ट धारणा पनि बनाइसक्नु भएको छ कि तपाईँको दक्षिण एसियामा यो जस्तै सुर्तीजन्य चिजहरू भयो, मदिराजन्य चिजहरू भयो, सबैभन्दा कम कर लिने देश नेपाललाई छ। त्यसलाई अलिकति मिलान गर्दाखेरि पनि मोर देन 50% को लागिलाई उपचारको लागिलाई चाहिँ नि व्यवस्था हुन्छ। करको दायरा बढ्यो भने मदिरामा भनौँ न, जालरक्सीमा, चुरोटमा, सुर्तीमा यस्तोमा बढाउँदाखेरि पनि मोर देन 50% लाई चाहिँ राम्रो सक्ने अवस्था रहेछ। र अन्य स्रोतहरू जुटाएर पनि सम्पूर्ण नेपालीलाई राज्यले नै सम्पूर्ण स्वास्थ्यको व्यवस्था गर्ने भन्ने कुरामा यो चासो जनस्तरबाटै आएको कारणले गर्दाखेरि पनि, जस्तै त्यस पछाडि चाहिँ शिक्षाको कुरामा होस् होइन, रोजगारीको कुरामा होस्, सुशासनको कुरामा भयो, भ्रष्टाचार निर्मूल हुनुपर्छ। त्यहाँनिर जस्तै हिजो अख्तियारमा भाग बन्दाको कुरो, अदालतमा भाग बन्दाको कुरो, हरेक सेक्टरमा भाग बन्दाको कुरा हुने थियो नि। अब त्यहाँ क्षमतावान मान्छे बस्ने, नेतृत्व एकदमै क्षमतावान व्यक्ति बस्ने हो, जसले मुलुकको चाहिँ अहिले यो हिजोको त्यो बिग्रेको अवस्थालाई चाहिँ नि राम्रोसित चाहिँ एउटा निदान गर्न सक्छ। त्यस्ता व्यक्तिलाई ल्याएर त्यहाँ राजनीति कुनै हस्तक्षेप नगरेर अब्बल व्यक्तित्वहरूलाई त्यहाँनिर लिएर आउने भन्दाखेरि म त यति खुसी छु कि धेरै डक्टर, इन्जिनियर, वकिल साहबहरू, धेरै साथीहरूले फोन गर्नुभएको छ। यसपालि हामीलाई किन नेपाली काङ्ग्रेसप्रति विश्वास छ भनेर भन्नुभएको छ। र त्यो कारणले गर्दाखेरि पनि धेरै टेलिफोन कलहरू, धेरै कुराहरू, र हामीले पनि अहिले गरेका छौँ। जस्तै हाम्रो पार्टीबाट हिजो घन्टीतिर गए, अन्य पार्टीहरू पनि गएका साथीहरूले पनि हामीले सार्वजनिक अपिल गरेका छौँ। फर्कन कमी कमजोरी भयो होला, त्यो बेलाको कमी कमजोरी अब सुधारेर नयाँ काङ्ग्रेस
बदलिएको काङ्ग्रेसले देशलाई चाहिँ एउटा चाहिँ बदल्नु छ। त्यस कारण तपाईँहरू सबैको साथ सहयोग चाहिन्छ, आइदिनुहोस् भनेर मैले पनि अपिल गरेँ। क्षेत्रीय म यो चुनावको एउटा चाहिँ संयोजक मात्रै नभएर म यो क्षेत्रको पार्टीको क्षेत्रीय सभापति पनि हुँ। त्यो कारणले मेरो तहबाट मैले गरेँ, केन्द्रीय तहबाट पनि भइसकेको छ, सबै तहबाट भएको छ। त्यस कारण साथीहरू हिजो जम्मा तपाईँलाई भनौँ विशालजी जम्मा 61-62% मात्रै चाहिँ यो नवीकरण गरेको थियो, मतलब 83% नवीकरण गरेको थियो। अहिले 90% प्लस भएर नयाँ क्रियाशीलको सङ्ख्या 2651 यो क्षेत्र सबैभन्दा बढी यो क्षेत्रले चाहिँ चितवनमा सबैभन्दा बढी सक्रिय सदस्य लिन यो क्षेत्र चाहिँ अगाडि भयो। त्यो कारणले गर्दाखेरि मलाई यिनै कुराले गर्दाखेरि मलाई चाहिँ एकदमै ठुलो आशा जागेका छ। यो पटक कङ्ग्रेसले नेतृत्व गर्छ भन्ने छैन। एकैछिन जस्तो युवा मतदाताहरूको बढी आकर्षण र चासो के यो पटक निर्वाचनमा, र उहाँहरूको एउटा योगदान, उहाँहरूको जुन त्यागले गर्दा पनि यो निर्वाचन चाँडै आइपुग्यो होइन। र यो सँगसँगै पहिलोपटक मतदान गर्ने मतदाता र युवा मतदाताहरूलाई आकर्षण गर्नको लागि नेपाली कङ्ग्रेसको यो क्षेत्रले के काम चाहिँ गरेको छ जस्तो लाग्छ? अब एउटा कुरा के छ भन्दाखेरि सबैभन्दा बढी युवाहरूलाई चाहिँ नि आकर्षण गर्नको लागिलाई हिजो चाहिँ भाइ बहिनीहरूको इच्छालाई के थियो र जेजी भाइ बहिनीहरूको त्यो म 23 गतिको चाहिँ कुरालाई बढी प्रायोरिटी दिन्छु। 24 गति त्यो बसमा रहेन, घुसपैठ भयो, त्यसको लागि मलाई म निन्दा गर्छु। त्यसरी चाहिँ तोडफोड आगजनीप्रति मेरो विश्वास छैन। जहाँ तक 23 गतिको कुरामा चाहिँ नि मेरो समर्थन छ। त्यहाँ जेजी भाइहरूले देशमा सुशासन होस्, भ्रष्टाचार निर्मूल होस्। यो हिजो पार्टीबाट विभिन्न पार्टीहरूबाट मुख्य लिड गर्ने पार्टीहरूबाट गलत पनि भएको हो। त्यो गलत अब नहोस् भनेर जुन आन्दोलन भएको थियो, त्यो आन्दोलनले एउटा मुलुकलाई यो अवस्थासम्म पुर्याएको छ। त हाम्रो सभापतिजीले तपाईँलाई थाहा छ कि छैन विशालले 107 जना चाहिँ युथ नयाँ कुनै पनि उसमा भर्खरको युवा होनहार मान्छेहरूलाई चाहिँ टिकट दिएको छ। यो 107 जना आउट अफ 165 ल्याएको छ भने यो भनेको तिनीहरू जेजी पुस्तालाई अथवा अहिलेको जनचाहनाको पनि सम्मान। मैले धेरै कुराहरू मलाई लाग्छ साथीहरू भन्छन् युथहरूको चाहिँ छैन, कसले भनेको छैन। हामीसँग युथ हाम्रो तरुण दल नेविसन अहिले युवा परिचालन कमिटी गठन गर्दाखेरिको जुन एउटा राम्रो अवस्था देखाएको छु। धेरै युवा साथीहरू, धेरै नेविसनका भाइ बहिनीहरू आएर चाहिँ कति सहयोग गरिरहेका छन्। नेपाली कङ्ग्रेसमा युवाको आकर्षण झन् बढ्दो छ, एकदमै बढ्दो छ, आशा लाग्दो बढाइ छ। तपाईँ ढुक्क हुनुहोस्, अहिले जे जति कुराहरू भएको छ नि यो उसमा चाहिँ जनता खुसी छैन। हिजो त त्यो 24 गतिको आन्दोलनमा जनता खुसी छैन। त्यसको सुरुवात नेपालीहरूको एउटा चाहिँ बानी के छ भने नेपालीहरू शान्ति चाहन्छ। शान्त चाहने कुनै पक्षले गरेको चाहिँ त्यो तोडफोड विध्वंसलाई वास्तवमा नेपालीहरू स्वीकार गर्दैन। तपाईँ हेर्दै जानुहोस्। म एकैछिन हजुरको उम्मेदवारसँग नै केन्द्रित हुन चाहन्छु होइन। सांसदले चाहिँ चुनाव जित्छ, चुनाव जितिसकेपछि चाहिँ ऊ काठमाडौँ केन्द्रित हुन्छ, राजधानी केन्द्रित हुन्छ। अहिले जसरी घर दैलो छ, जनमानससँग भिजेर हिँड्ने जुन परिपाटी हुन्छ त्यो चाहिँ दोहोरिँदैन भन्ने छ। यहाँको उम्मेदवारले जित्नु भयो भने उहाँ जनतासँग प्रत्यक्ष रूपमा संलग्न हुन्छ भन्ने कुराको प्रतिबद्धता जाहेर गर्न सक्नुहुन्छ? सक्छु। कसरी? तपाईँले पनि चिन्नु भएको छ राजेन्द्र बुर्लाकोटीलाई। उहाँ यहाँको लोकल मान्छे, निरन्तर रूपमा मैले भन्नलाई मलाई सजिलो छ। योभन्दा अगाडि जित्नु भएको भए र जित्या भए उहाँ बस्या भए भन्ने कुरा आउँथ्यो नि। उहाँले जित्नु भएको थिएन नि। यसपालि जित्नु भयो भने पनि
मैले देखेको छु के छ असाध्यै सामाजिक मान्छे हुन्छ, सामाजिक व्यक्तित्व हुनुहुन्छ। कतै केही कुरा मन्दिरको कुरा होस्, पार्टी भवनको कुरा होस्, स्कुलको कुरा होस्, हर सेक्टरमा इभन बाटोको कुरा होस्, कसैले उहाँलाई सम्झेर बोलायो भने उहाँले व्यक्तिगत रूपमा आफूले सकेको त्यहाँनिर लगानी गर्नुहुन्छ, गरी पनि राख्नु भएको छ। त्यो तपाईँलाई राम्रोसित जानकारी छ र उहाँलाई नचिन्ने यो क्षेत्रमा मान्छे कोही पनि छैन र उहाँको सामाजिक क्रियाकलापले कसैले पनि भन्न सक्दैन। उहाँ इकोनोमिकली साउन्ड हुनुहुन्छ, व्यावसायिक मान्छे पनि हो। अब अहिले त उहाँले सम्पूर्ण व्यवसाय पनि आफ्नो छोरालाई जिम्मेवारी दिन भइसकेको छ, उहाँ फ्री पनि हुनुहुन्छ। अब सांसद भइसकेपछि नीति बनाउने कुरामा केन्द्रमा काम युनिटसम्म बस्नु अनिवार्य नै हुन्छ। त्यस पछाडि काम गर्ने त प्रदेशले हो, स्थानीय स्तरले हो होइन र। जहाँ तक प्रदेश स्थानीय स्तरमा अहिले अब म अरूको धेरै कुरा भनिनँ, प्रदेशमा पनि हाम्रै सरकार छ, स्थानीय स्तरमा पनि हामीले अभूतपूर्व एउटा चाहिँ विजय हासिल गरेकै हो। चाहे रत्नगरको कुरा होस्, राप्तीको कुरा होस्, खैरेनीको कुरा होस्, जति पनि विकास निर्माणका कुराहरू भएका छन् म चाहिँ खुसी छु। अलिकति राप्तीमा सोचे मुताबिकको हुन सकेन, धेरै पहल गर्दाखेरि पनि सोचे मुताबिकको हुन सकेन, त्यहाँ अलिकति थोरै कन्भर्टेसन पनि भयो, के भयो तपाईँ आफै जानकार हुनुहुन्छ। त रत्नगर र खैरेनीको आज विकास र निर्माणको कुरा हेर्नुहोस्, त्यो विकासको जुन गति छ त्यसले यो निर्वाचनमा सहयोग गर्छ, धेरै सहयोग गर्छ। यहाँले भन्न खोज्नु भएको दुईवटा पालिका अथवा तीनवटै पालिकामा हामीले एकदमै ठुलो सहयोग हुन्छ। हामीलाई त्योले पनि सहयोग गर्छ। काङ्ग्रेसले जित्यो भने फेरि यस्तो हुन्छ, यो प्रकारको विकास हुन्छ। हर सेक्टरमा हेर्नुहोस् न तपाईँ, शिक्षा, स्वास्थ्य, बाटोघाटो, स्कुलको कुरा आयो, कुन सेक्टरमा चाहिँ अब्बल छैन त नि। जम्मै उटानीले रत्नगरले पनि चाहिँ पुरस्कार थापेछ, खैरेनीले पुरस्कार थापेछ। भन्नुहोस्, रातिमा तपाईँको चाहिँ यत्रो समयसम्म चाहिँ पाहाडमा बाटो पुग्यो 2 घन्टा 3 घन्टा लाग्थ्यो, अहिले 40 मिनटमा पुग्ने भएको छ। तपाईँको विद्युत गयो, तपाईँको छात्रावास बन्यो। कोही साथीहरूले मैले गरेँ भनेर भन्छन्, हामीले गरे हो, त्यो हामीले गरे हो, कङ्ग्रेसले गरे हो। तपाईँको भनाइ विश्व पौडेल जो योजना आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो, अहिले गभर्नर हुनुहुन्छ, उहाँको ठुलो भूमिका छ। हेर्नुहोस्, गर्ने मान्छेलाई गर्ने भन्नुपर्छ, गरेको भनेर स्याबासी दियो भने सबै क्षेत्रबाट काम हुन्छ। त आज हेर्नुहोस्, छात्रावास त्यत्रो चाहिँ 500 जना विद्यार्थी पहाडको ठाउँमा, सेपाङ जो एउटा चाहिँ लोपोन्मुख जाति हो भनौँ न, सानो सङ्ख्यामा छ। गरिब तामाङ दाजुभाइ दिदीबहिनीहरू, दलित दाजुभाइ दिदीबहिनीहरू राम्रोसित बसेर उतापट्टि बसेर यतापट्टि पढ्न आउने त्यो वातावरण बन्यो नि, त्यो हामीले गरे हो। म त स्पष्टसित भन्छु, त्यो हामीले गरे हो। त्यो विद्युत थिएन, बाटोघाटो थिएन, खानेपानीको कुरामा अझै पनि केही समस्या नै छ। तर यस्ता आधारभूत आवश्यकताहरू पुरा गर्नको लागि त्योभन्दा अगाडिको सरकारले किन गर्न सकेन र आज कसरी भएको छ भने अब पनि सांसद हाम्रो पार्टीले चाहिँ राजेन्द्र दाइले चाहिँ जित्नुभयो भने, गगन थापा प्रधानमन्त्री हुनुभयो भने लेखेर राख्नुहोस् 5 वर्षभित्रमा। म त भन्छु कि अब लक्ष्यको कुरा छ, इमान्दारी भएर काङ्ग्रेस लागेको अवस्था छ। अर्कोचोटि भोट माग्नलाई धेरै मिहिनेत गर्नै पर्यो, जितको नजिक छ, एकदम हामी जितको नजिक छ। जस्तो निर्वाचनमा चाहिँ पैसा अथवा प्रभाव र पहुँच मध्ये होइन कुन चाहिँ तत्त्वको बढी निर्णायक भूमिका हुँदो रहेछ? म धेरै पैसालाई चाहिँ प्रायोरिटी दिने मान्छे परिनँ। हेर्नुहोस्, अहिले प्रचार प्रसार प्रमुख छु, संयोजक छु, यति सबै साथीहरूलाई गरेँ। यो निर्वाचनमा अब यस्तो सभ्य र भव्य बनाउनुपर्छ। मानव राजेन्द्र व्यवसायिक मान्छे पनि हो, हजुर, राम्रो करोडपतिभित्र पनि पर्नुहुन्छ। सुन्नुभएको छ बाहिर, राजेन्द्रले यो ठाउँमा यसरी पैसा गर्नुभयो, यो ठाउँमा मासु भात रक्सी खुवाउनु भनेर सुन्नुभएको छ। अब समय त आउँदैन, त्यो समय नै आउँदैन। तपाईँ लेखेर त्यसमा हाम्रो आफ्नै आन्तरिकताहरू छ। धेरै पहिलादेखि, धेरै अगाडिदेखि दुःख पाएका साथीहरू, पार्टीभित्र लागेका साथीहरू, योग्य साथीहरू, नयाँ भए पनि योग्य साथीहरूलाई भोलि खर्च गर्न, अनावश्यक खर्च गरेर आर्थिक व्यवहारमा नपार्नको लागि हामीले यो एउटा प्रण गरेका छौँ।
त्यस कारणले गर्दाखेरि धेरै साथीहरूले साथ पनि दिनुभएको छ, धेरै साथीहरूले साथ दिनुभएको छ। र अब साथीहरू के कारणले लाग्छन् भने अब हामी प्राइमेरीमा गयौँ, अब तपाईँको हरेक वडामा आउनुपर्ने साथीहरू, वडामा जिने भोलि नेतृत्वमा आउनु पऱ्यो भने त्यही वडाका साथीहरूलाई जिने विश्वासमा लिनु पऱ्यो। वडामा उहाँ सक्रिय हुनैपर्छ, नगरमा सक्रिय हुनैपर्छ, प्रदेशमा सक्रिय हुनैपर्छ, क्षेत्रमा सक्रिय हुनैपर्छ, तब मात्र उहाँहरूले चार्ज पाउँछ। सबै ठाउँमा सक्रिय भएर एक्ज्याक्टली। त्यस कारणले यो फर्मुलाले पनि पार्टीमा यसरी चाहिँ नि एउटा गति आएको छ नि। अहिले काङ्ग्रेस भनेको त्यो यथास्थितिवादी पार्टी होइन, अब गतिशील पार्टीको रूपमा रूपान्तरण भइसकेको म जान्दिनँ। जस्तो घर दैलोमा जाँदा जनताले उठाउने विषयवस्तुहरू जस्तै रोजगारको कुरा, विकासको, सुशासनका थुप्रै कुराहरू छन् होइन। त्यो प्रश्न गर्दा तपाईँ त सँगै जानुहुन्छ नि त, उहाँसँगै हिँडिराख्नु भएको छ, हामीले घर दैलोमा पनि देखाएको छौँ। तपाईँले त्यो ठोस योजना चाहिँ यो हो है भनेर जनतालाई आश्वासन दिने अथवा भनौँ उहाँलाई ढुक्क पार्ने के जवाब दिनुहुन्छ? एउटा कुरा विशाल, सबभन्दा पहिला जनताको अहिलेसम्म पनि यो 21st सेन्चुरीमा पनि जनताको आधारभूत आवश्यकता नेपालीहरूले प्राप्त गर्न पाएको छैन, झुटो बोल्नु हुँदैन। यही कारणले गर्दाखेरि बेला बेलामा आन्दोलन हुन्छ। अब यसलाई निर्मूल गर्न जरुरत छ, निर्मूल गर्न जरुरत छ। कमसेकम आधारभूत आवश्यकता सम्पूर्ण प्राप्त गर्नु पर्यो। जहाँ तक रोजगारीको कुरा छ नि, जब देशमा सुशासन हुन्छ, यहाँ उद्योग धन्दा कल कारखाना व्यापक उपस्थिति हुन्छ, व्यापक उपस्थिति हुन्छ। त्यस पछाडि हेर्नुहोस् रोजगारीको अवसर बढी नै आएको छ। तपाईँलाई अहिले तपाईँले सोध्नु भएको मैले कुरा बुझिसकेको छु कि घर दैलोमा जानु भएको छ, जनताले के मागेको छ। हो, मागेको कुरामा जवाब के छ? जनताले बाटो त हेर्नुहोस्, अलमोस्ट बाटो त डाउन भइसकेको छ। कति राम्रो राम्रो बाटो बनाएको छ हाम्रा जनप्रतिनिधिहरूले, लोकल गभर्मेन्टले। हरेक पार्टीले मैले बना होइन, त्यो भन्नेले भन्छ। कति ऊ भयो, म तपाईँलाई आज एउटा कुरा भन्छु, मैले सुने त्यो लोथर के अरे उहाँ एउटा टारसम्म बत्ती पुगेको छ नि, त्यहाँ बत्ती बगाएको छ नि, त्यहाँनिर एउटा लगेर चाहिँ त्यो स्विच थिचेर यो मैले बनाएको भनेर भनिदिनु भएको छ। राष्ट्रपाको यो गरिदिनु भएको छ। यतापट्टि मैले बनाएको भन्नुहुन्छ, उतापट्टि मैले बनाएको। उहाँले जनप्रतिनिधि हो, जनताले विश्वास गरेर जित्नु भएको मान्छेले केही जिरह गर्नु भएन। तर त्यो कुरामा उहाँको अलिकति पनि योगदान छैन। के गर्नु त 1 2 3 4 गरेर हामीले जनतालाई बताए भए मैले यो गरेँ भनेर। अहिले त तिमीले सबैलाई सबै कुराको चाहिँ जानकारी त छ त। अब सौरामा गएर चाहिँ त्यो के भन्छ नि, त्यो रोड, त्यो साइकल लेनवाला चाहिँ त्यो चिल्लो रोड, त्यो पनि मैले बनाएको भनेर भन्नु भइसकेपछि त अब मान्छेले विश्वास नगरेको कारण त्यही हुँदैन। सत्य बोलिदिने मेरो प्रयत्न छ, अझ यसलाई बढी चाहिँ अझै प्रभावकारी ढङ्गले यसलाई लोथरसम्म पुर्याउने हो, पर्यटनलाई बढावा दिने हो। यो काङ्ग्रेसको योजना हो कि अथवा यो हाम्रो योजना हो त? कसको योजना हो त? तपाईँ भन्नु न, मसँग सबै कुरो तपाईँलाई डिटेल दिनु तयार छु। यो हाम्रो योजना हो। यसले रोजगारी कति बढाएको छ अहिले हेर्नुहोस् त, कति राम्रो चाहिँ छ, सौरा कति सफा क्लिन छ, कस्तो एउटा उसमा छ, यो लोथरसम्म पुग्छ। त्यहाँ पनि त यो त पूर्वी चितवनमा जस्तै तटबन्धनको कुरा भयो, डाक्टर विश्वले तटबन्धनको सवालमा देखाउनु भएको चाहिँ नि एउटा चाहिँ नि सोच, पूर्व चितवनलाई बचाउने हो भने, पूर्व चितवनलाई यही सुन्दर र हराभरा बनाउने हो भने त्यो लोथर डाइकलाई जसरी गिर्जाबाबुले दिनको 3 चोटिसम्म पनि हेलिकप्टरमा आएर जुन प्रकारको मिहिनेत गरेर चाहिँ नि त्यो 51 सालमा 50 सालको बाढी पछिको त्यो जुन मर्मतको लागि जुन मिहिनेत गर्नुभयो नि, त्यही त्यसैको उसमा रहेर डाक्टर विश्वले त्यसलाई चाहिँ सुधारको कुरा छ। हाम्रो अर्थमन्त्री हुनुभएको बेलामा सुरेन दाइले पनि धेरै राम्रो गर्नु भएको छ, त्यसलाई बचाउनुको लागि धेरै प्रयत्न गर्नु भएको पनि। त पछाडि अहिले डाक्टर विश्वको यो पछाडिको क्रियाकलापले कति राम्रो भएको छ। डाइट फुट्ने सम्भावना धेरै न्यून छ। कतिपय कुराहरू भएको छ भने पूर्व चितवनलाई बचाउनको लागि र 1 नम्बर क्षेत्र बचाउनको लागि यो राप्तीको डाइक, लोथर राप्तीको यो डाइकलाई मजबुत गर्नुपर्छ। यसलाई व्यवस्थित गरेको खण्डमा अहिले हेर्नुहोस्, यो जस्तै मानव र चाहिँ जनावर बिचको चाहिँ यो चाहिँ द्वन्द्व छ नि, यसलाई अलिकति हल्का पार्नको लागि त्यो
वाल कङ्क्रिट कङ्क्रिट वालको चाहिँ जुन अवधारणा यसमा सबैको छ, साझाको छ, सहकार्य छ, राम्रो छ। यसले धेरै हदमा चाहिँ नि उ गरेको छ, तर पनि पूर्ण भइसकेको छैन। अब पूर्ण गराएर छोड्ने हो, राम्रो गर्ने हो। र यसलाई पर्यटकीय जुन यो हाम्रो सौरा भनेको मुलुकको चाहिँ नि तेस्रो पर्यटकीय यो क्षेत्र यो क्षेत्रलाई असाध्यै राम्रो बनाउनु छ। धेरै एक्सपर्टहरू हायर गरेर उ गर्नुपर्ने छ। र चाहिँ नि तपाईँ कृषिको सवालमा हेर्नुहोस्, हामी बोल्छौँ, मन्त्रीहरू हुन्छन्, समयमा तपाईँको मल पाएको छैन, समयमा बिउ पाउँदैन। यस्तै यस्तै कारणले जनता चाहिँ नि आजित भयो क्या। तर हामीले आश्वस्त गर्नुपर्छ, आश्वस्त मात्रै होइन, हामीले कर्म गरेर देखाउनुपर्छ कि समयमा मल पाउँछ, समयमा बिउ प्राप्ति हुन्छ। र यो क्षेत्रलाई एउटा उर्वर कृषि भूमिको रूपमा यसलाई चाहिँ विकसित गर्नुपर्छ। कृषकहरूले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा ठुलो एउटा टेवा पुग्ने काम गर्नुपर्छ, होइन? भण्डारणको राम्रो उचित व्यवस्था हुनुपर्छ। इत्यादि कुरा भयो भने के मागेको छ जनताले? यार सरकार त अभिभावक बनोस् भन्न न चाहो, अभिभावक नभएर नै यसरी गाली गलोज गरे हो, अलिक उच्छृङ्खल भाव हो, त्यो देखेको हो कि यो यसलाई मैले गाली गलोजको रूपमा मात्रै लिन्छु। जनताले कङ्ग्रेस तर्फ निर्णय गर्नलाई, मत हाल्ने निर्णय गर्नको लागि यहाँको उम्मेदवारमा चाहिँ विकासको योजना छ कि उनीसँग, अथवा उनी भ्रष्टाचार मुक्त हुन् कि, अथवा उनको नेतृत्व चाहिँ बलियो छ? एउटा कारण सबै कुरा छ। राजेन्द्र बुर्लाकोटीमा सबैभन्दा उनी अनुभवी छन्। उनी बारम्बार चुनाव हारिरहे, उनी हाजित त भइहाल्छ, हाजित त भइहाल्छ, हाजित ठुलो कुरा। जनताले विश्वास गरिसकेपछि फेरि जितिहाल्छ। जनता समक्ष निरन्तर गइराख्नु पऱ्यो, जनताका समस्याहरू बोलिराख्नु पऱ्यो। मैले पनि त हारेको यार दुईचोटि। म के मलाई जनताले माया गरेको छैन र पार्टीले माया गरेको छैन। माया नगरे भए मलाई अहिले मेरो नेतृत्वमा चाहिँ यो चुनाव प्रचार समिति गठन गर्थे। म निरन्तर छु। हार जित हुन्छ हेर्नुहोस्, यसलाई ठुलो रूपमा लिनु हुँदैन। यसले अनुभव बढाउँछ। के छ त? विकास प्रेमी हुन्, भ्रष्टाचार मुक्त, एकदम विकास प्रेमी पनि उनको उनी एउटा कुरा के छ भन्दाखेरि उनीसँगको एउटा अनुभव, राजेन्द्र दाइको एउटा अनुभवले ठुलो माइने राखेको छ। को मान्छे देख्ने बित्तिकै यसलाई समस्या परेको भनेर अनुहारबाट चिन्न सक्ने क्षमता छ। जनतासँग भिजेको, एकदमै भिजेको मान्छे, जसले पनि आज किन प्रिय भएको छ त सबैको? किन प्रिय भएको छ? कारण त्यही हो, उनी प्रिय हुनुमा उनको शालीनता, उनको धैर्य गर्न सक्ने क्षमता। अहिले तेस्रोचोटि त जसरी पनि राजेन्द्रले जिताउनुपर्छ भनेर किन सबै मान्छेहरू लाग्यो? कारण त्यही हो। दोस्रो कुरा, भ्रष्टाचार राजेन्द्रले गर्दैनन्, उनीलाई भ्रष्टाचार गर्नुपर्ने जरुरतै छैन। र अब भ्रष्टाचार त हेर्नुहोस् हुँदै हुँदैन नेपालमा। किनभने गगनजी भोलि प्रधानमन्त्री हुन्छ। गगनजीलाई तपाईँ थाहा पाउनु सुन्नु भएको कहिले कसैले विरोधीहरूले एउटा चाहिँ बनाएको थियो बाख्राको कुरा, त्यो वेबसाइट नै आएछ खास के हो? तपाईँले एउटा कुरा के छ भन्दाखेरि मान्छेहरूलाई त्यो गगनजीको एउटा चाहिँ क्षमताप्रति चाहिँ ईर्ष्या लागेर त्यो गरिएका कदमहरू। त्यसमा छैन। उहाँले बाख्रा भन्दाखेरि पनि सहज रूपमा किन उत्तर दिनुहुन्छ? modern.org की वेबसाइट है। तपाईँ सबै कुरा तपाईँले पुरा थाहा पाउनु भएको छ नि। म तपाईँलाई एउटा कुरा के भन्छु भन्दाखेरि सक्षम नेतृत्व काङ्ग्रेसले पाएको छ, एउटा भिजनरी नेतृत्व काङ्ग्रेसले पाएको छ, त्यसमा विश्वास छ। तपाईँ ढुक्क हुनुहोस्, सुशासन र भ्रष्टाचार रहित समाज बनाउनको लागिलाई नेपाली काङ्ग्रेसको अब बन्ने सरकारले राम्रो जनतालाई अनुभूत हुने काम गर्दैछ। मलाई चाहिँ यसमा विश्वास छ। यदि भएन भने म तपाईँलाई आज भन्छु, म पार्टीको कार्यालयमै बसेको छु। यदि हाम्रो पार्टी सभापति गगनजीबाट त्यो कुरा भएन भने गगनजीलाई म आफैले मान्छु। अब इफ बट किन्तु परन्तु गगनजीको शब्द हो नि, त्यो चान्सै छैन। नेपाली काङ्ग्रेस सुध्रिएको छ, बदलिएको छ। देश बदल्नुको लागि यो पार्टी काङ्ग्रेस अगाडि बढ्नुपर्छ भन्ने मान्यता साथ जसरी अहिले चलिएको छ नि, यसमा गगनजीबाट कुनै किसिमको कमी कमजोरी भयो भने खबरदार भनेर आउन ठान्ने मान्छे म पनि हुन्छु। त्यो कारणले गर्दाखेरि मलाई चाहिँ विश्वास छ एकदम। त्यसो भएर म लगायत धेरै साथीहरू
1 नम्बर क्षेत्रको त 100% भनिदिनुहोस् साथीहरू लागेको कारण त्यो हो। हामी यो पटक विश्वस्त छौँ, कांग्रेसले जित्छ जिताउनु पर्छ विश्वस्त छौँ, हामी विश्वास पनि दिलाउन चाहन्छौँ कि हामीलाई योचोटि साथ दिनुहोस्। 56 सालमा नदेखेको लहर अहिले देखिया छ। 56 सालमा हामी काम गर्न एकदमै तयार थियौँ। तपाईँलाई थाहा छैन चाहिँ माओवादी द्वन्द्वको कारणले गर्दाखेरि हामी घर छोडेर कता 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 हिँड्न पऱ्यो। द्वन्द्वको टाइममा हामी सबै विस्थापित भयौँ। कोही कसैलाई ज्यान सबैभन्दा ठुलो कुरा ज्यानको कुरा रहेछ। अब यही कारणले गर्दाखेरि त्यो बेलामा हामीले काम गर्न सकेनौँ र पछाडिको समय हामी अब गर्छ जित्नु भएन। अब जित्यौँ भने 1 2 3 गरेर नम्बरिङ गरेर महत्त्वपूर्ण कुरालाई चाहिँ विशेष प्राथमिकता राखेर तपाईँ भन्नुहोस् न कतिपय कुरा छ। तपाईँ त आफै जानकार हुनुहुन्छ। सुकुम्बासी समस्या समाधानको सवालमा कता कता कुराहरू हाम्रो यहाँ भइरहेको छ। 50औं वर्षदेखि चाहिँ नै जग्गा कमाएर खाएको जग्गाको भोग चलाउनु छ। तर त्यसलाई चाहिँ एउटा जस्तै बैङ्कमा राखेर होस्, कुनै व्यवसाय गर्न मन लाग्यो, छोराछोरीलाई चाहिँ अलि उच्च शिक्षा पढाउनुको लागि त्यसलाई बैङ्कमा राख्न मन लाग्यो अथवा बेच्न मन लाग्यो भने पनि त्यो अधिकार छैन। त्यो लाल पूजा नपाएको कारणले गर्दाखेरि सबैले लाल पूजा पाउनुपर्छ। यो पनि अभियानमा पर्छ। यो मुख्य अभियानमा पर्छ हाम्रो। यो क्षेत्रको राप्तीका करिबन दर्शनभन्दा बढी त पाइसक्नु तपाईँले पनि थाहा पाउनु भएको छ। हामी गएर माथि गएर त्यो के भन्छ 11 नम्बर वडामा गएर वितरणै गऱ्यौँ। तपाईँ पनि हुनुहुन्थ्यो। 7 नम्बरमा 7 नम्बरमा वितरण 6 नम्बरमा सबैतिर। अब यस्तै गरेर जनताले जसको जग्गा छैन, घर छैन, राज्य अभिभावक भएर दिनुपर्छ जनतालाई। किन नदिनु? दिनुपर्छ। तपाईँलाई एउटा कुरा याद छ कि छैन, भण्डारामा 50 सालको बाढीमा हामीले कसरी चाहिँ जनतालाई रेस्क्यु गरेर डोरी टाँगेर सशस्त्र र मिलिट्री र चाहिँ पुलिसको चाहिँ उसमा जसरी चाहिँ डोरीमा गरेर चाहिँ मान्छेलाई चाहिँ बचाउन सफल भएको। अलि माथितिर बस्नेहरू सबैले पाए बसेका छन्, स्थायी बसोबास भइसक्यो। एकजना भन्नाको मतलब के भने ठुलो घरहरू कोही घरहरू पनि बनेको छ। त्यहाँनिर बिजुली छ, त्यहाँ बाटो छ, त्यहाँ स्वास्थ्य चौकी छ, त्यहाँ स्कुल छ, सबै सुविधा प्राप्त भएको छ। हामी सबै जुनसुकै सरकार आए पनि त्यहाँनिर चाहिँ प्राइभेटमा राखेका छन्। त्यो किनभने जनताले पाउनुपर्ने सुविधा पाउनु। उता जाँदाखेरि त्यो बेलामा हेर्नुहोस् त राम्रो चाहिँ डाइक थिएन। फेरि बाढी आयो भने त जनता मर्छन्। सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ। जे जति भएको थियो अहिलेसम्म ठिकै भएको छ। अब उनीहरूलाई व्यवस्थित तरिकाले उनीहरूको नाउँमा लाल पूजा दिनुपर्ने काम तपाईँ भण्डाराको चाहिँ त्यो उसमा हामीले ल्याएर 50 सालमा लिएर आएको भण्डाराको त्यो नगर विभागमा 50 सालमा हो नि त्यहाँ राख्यो नि। त्यो त नगर विभागको जग्गा थियो नि। आज 82 साल 50 र 30 ले 82 32 वर्ष पुगिसक्यो। 32 वर्षमा त त्यहाँनिर चाहिँ जन्मेर पनि त्यहाँनिर बिहाबारी भएर पनि अर्को पनि बच्चा पनि दिन उयो त्यो एउटा पुस्ताको सङ्गम छ। त्यो माटोमा कति माया छ हो। उतापट्टि जाउँ अप्ठ्यारो छ। कतिपय चाहिँ सुकुम्बासीहरू छ, हुकुमबासीहरूलाई त्यही व्यवस्था गर्ने। तर तिनीहरूले त्यहाँनिर ठुलो तिनीहरूको माया भएको कारणले गर्दाखेरि राज्यले यतापट्टि छुट्याएको जग्गा कमसेकम 10 घुर 15 घुर एक कट्ठा दरले चाहिँ कमसेकम चाहिँ त्यहाँ दिँदाखेरि राज्यको के जान्छ? उनीहरूको सम्मान गरेको ठाउँ छ। यो प्रयास हुनुपर्छ र राईले पनि हाम्रो यो पार्टीको छलफल भइसकेको छ। यो प्रयास हुन्छ र यो प्रयासको लागि तपाईँ बोल्नुपर्छ दाइ, तपाईँ बोलिदिनुहोस् भनेर पार्टीभित्र पनि छलफल भइसकेको छ। अब हामी अन्तिमतिर पनि आइसक्यो। हजुर पनि राप्तीबाट नै बिलङ गर्नुहुन्छ। यो पटक ठुला दलका अलिक ठुला नेताहरू राप्तीबाट उठेका छन्। नेपाली कङ्ग्रेसबाट रामप्रसाद कोइरालापट्टि, नेकपा एमालेबाट दाहाल जिल्लामा, नेकपाबाट तपाईँको डाक्टर कृष्णराज पन्त। मलाई लाग्छ झन् तपाईँ सबैजनासँग धेरै नजिक पनि हुनुहुन्छ। यो क्षेत्र चाहिँ अलि आदिवासी जनजातिको बाहुल्यता रहेको कारणले गर्दाखेरि त्यो एउटा अनुमान अथवा एक खालको चर्चा चाहिँ के हुन थालेको छ भने कतै एकै ठाउँको उम्मेदवार भएको कारणले गर्दाखेरि भोटमा चाहिँ आफ्नै ठाउँको मान्छेहरूले गर्दा भोट काटिने हो कि भोटमा चाहिँ अन्तर हुने हो कि भन्ने खालको चाहिँ मानिसको एउटा दुविधा छ। एउटै पालिकाबाट 3वटा हेभी वेटका उम्मेदवारहरू हुनुहुन्छ, कङ्ग्रेस, एमाले र नेकपाबाट। यसले गर्दाखेरि चाहिँ त्यहाँबाट आउने भोट अथवा
आफ्नोलाई दिउँ न त नजिककोलाई दिउँ भन्ने मतहरू काटिने हो कि भन्ने खालको चाहिँ दुविधा अथवा उनीहरू दुविधामा छन् कि एमालेकाले व्यक्तिको हिसाबले कङ्ग्रेसलाई रुचाउने पनि हुनसक्छ तारालाई रुचाउने ताराले एमाले कङ्ग्रेसलाई कङ्ग्रेसकोले एउटा ट्राइबल हुनसक्छ होइन यसको प्रभावले अरू पार्टीलाई अथवा वैकल्पिक रूपमा आएका पार्टी जो पुराना दल त्यही भए वैकल्पिक पार्टी चाहिँ बाहिर देखिए होइन त्यसलाई फाइदा पुग्छ कि भन्ने खालको मान्छेहरू दुविधामा छन् थोरै प्रश्न पारिदिनुहोस् न ऋषभजी एउटा कुरा के छ भन्दाखेरि राप्तीबाट राम्रो राम्रो मान्छे छन् सबै तपाईँले अझै पनि छुट्याउनु भएको छ अरूहरू पनि छन् राप्तीबाट होइन र उम्मेदवार अब अहिले जो मुख्य पार्टीहरूको चाहिँ नि तपाईँले भन्नुभएको छ एउटा कुरा हो घर नजिकैको दिउँ न दिउँ न भने त पक्कै नै हुन्छ यहाँ डिभिजन हुन्छ त्यहाँ राप्तीबाट एकजना मात्रै हुने हो भने धेरै राम्रो पनि हुन्थ्यो होला त्यो एउटा उसमा छ तर पनि एउटा कुरा के छ भन्दाखेरि अहिलेको अवस्थामा मुलुक भोलि द्वन्द्वमा जाला मुलुकले विकास पाउनुपर्छ अर्काको देशको चाहिँ भोलि चाहिँ स्वीकार्नु पर्ला दासत्व स्वीकार्नु पर्ला इत्यादि कुरामा जनता सचेत छ म आफ्नो धर्म छोड्दैन अब एउटा कुरा के छ भन्दाखेरि एमालेसँग सङ्गठन छ काङ्ग्रेससँग सङ्गठन छ अर्को पार्टीको अहिले नेपाली कम्युनिस्ट पार्टीको पनि केही सङ्गठन छ यी सङ्गठन भएका पार्टीहरू हुन् यिनीहरूले पक्कै पनि सिरियसनेस यिनीहरूमा छ अलिअलि यसो त भइ नै आएको छ हेर्नुहोस् तर मुख्य कुरा के हो भने भोलि देशले दासत्व स्वीकार गर्न नपरोस् यो अवस्थामा अहिले फलाउनलाई दिँदाखेरि बेटर हुन्छ यसमा सबैको कल्याण हुन्छ भनेर चाहिँ मन बनाइसके जस्तो लाग्छ मलाई जहाँसुकै जाँदाखेरि पनि सोच बनाइसकेको छ जस्तो लाग्छ किन भन्दाखेरि धेरै साथीहरूको मैले कुरा पाउँछु मैले अहिले भनिसकेँ हाम्रो सभापति गगन थापाको चाहिँ जुन एउटा कुराले आफूले जुन पेस गर्नु भएको छ इत्यादि कुरामा जनलहर बढ्दो छ अहिले जनलहर असाध्यै बढ्दो छ गगन थापाको नाउँमा सर्वसाधारणले भोट हाल्ने अवस्था छ त्यो हेर्दै जानु यहाँ राजेन्द्र दाईको नजदिकीको कुरा छँदैछ बौद्धिक समुदायबाट होस् हरेक समुदायबाट चाहे त्यो किसानहरू हुन् चाहे त्यो पर्यटन व्यवसायीहरू हुन् हरेक सेक्टरमा चाहिँ नि अहिले यस्तो राम्रो प्रभाव परेको छ कि गगनजी भोलि प्रधानमन्त्री हुनुभयो भने यो देशले मुहार फेर्छ देशले कोल्टो फेर्छ भनेर सब साथीहरू मतलब मलाई लाग्छ जनताहरू आकर्षित भएको मैले पाएको छु व्यक्तिगत रूपमा म काङ्ग्रेसको सभापतिको हैसियतले यो क्षेत्रको सभापतिको हैसियतले अथवा निर्वाचन कमान्डरको हैसियतले मात्रै होइन यो यथार्थ कुरा हो लहर नेपाली काङ्ग्रेसप्रति बढी छ उच्च छ तपाईँको चाहे राप्तीको कुरा भन्नुहोस् चाहे खैरेनीको कुरा भन्नुहोस् चाहे रतनहरूको कुरा भन्नुहोस् हामीले के मिहिनेत गर्नु पर्ला मिहिनेत गरेर त कहाँ छोडिन्छ अब जन सबैजना एकै ठाउँमा आएर मिहिनेत गर्दाखेरि हामी जितको नजिक छौँ हजुर अब अन्तिममा चाहिँ आफ्ना जो भोटरहरू हुन्छ है उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ योचोटि काङ्ग्रेसलाई मत दिनुहोस् काङ्ग्रेसले वादा गरेका छ निःशुल्क स्वास्थ्य निःशुल्क शिक्षा र रोजगारीको उचित अवसर हर सेक्टरमा एउटा चाहिँ नि योजना ल्याएर चाहे कृषि क्षेत्रको कुरा होस् हरेक सेक्टरको यो हाइड्रो सेक्टरको कुरा होस् जलविद्युत एउटा उत्पादनको कुरा होस् हरेक कुरामा एउटा चाहिँ नि सोच बनाएको छ राज्य संरचनालाई कसरी सञ्चालन गर्ने भन्ने एउटा नीति बनाएको छ त्यो कारणले गर्दाखेरि योचोटि हामीलाई जनताले विश्वास गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ
एकचोटि हामीलाई विश्वास गरिदिनुहोस्। यदि हामी खरो रूपमा उत्रन सकेनौँ भने दोस्रोचोटि हामी तपाईँहरूसँग माफ माग्छौँ, हामीलाई भोट दिनुहोस् भनेर पनि भन्दैन। त्यसकारण योचोटि जुन हामीले प्रण गरेका छौँ, योचोटि काङ्ग्रेसलाई बहुमतको सरकार बनाउनको लागि म सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनीहरूसँग आग्रह गर्छु हात जोडेर कि योचोटि नेपाली काङ्ग्रेसलाई हुन्छ, हस्, यहाँलाई समयको लागि धन्यवाद। धन्यवाद। कमान्डरसँग विशाल बहसको आजको श्रृङ्खला यति नै। हामी फेरि अर्को श्रृङ्खलामा तपाईँ समक्ष भेट्नेछौँ। नमस्कार।